आटा छ भने होइन मैले होइन तपाईँलाई मैले दुई चारवटा कुरा सुनाउनु पर्ने, तपाईँले मेरो कुराबाट सिक्नु पर्ने, पढेर जानुपर्ने भन्ने होइन, तर काम चाहिँ सबै गरौँ नि त भन्ने मात्र मेरो आह्वान यो रहेको कुरा म जानकारी गराउन चाहन्छु। यहाँ सबैजना धेरै कुरामा हामी फरक छौँ। हाम्रो श्रम संस्कृति पार्टीले भोलिको दिनमा बहुमत प्राप्त गर्यो भने छातीमा हात राखेर जन्मभूमिलाई भोगेर कसम खान्छौँ, माटो छोएर हामी प्रत्यक्ष कार्यकारीको चुनाव गराउँछौँ। पहिलो सदनमै हामी त्यो पास गर्छौँ। यो देशमा है दलतन्त्रदेखि वाक्क लागेर पीडित भएको मान्छे हो है। कति थुनिए, कति कुटिए पनि, कति तपाईँको तिरस्कृत भए, बहिष्करण भएर बस्नु पनि पर्यो कुनै बेला। यस्तो किन भयो त म भन्दाखेरि दलकै दादागिरीले भएको। त्यसो भएको कारणले गर्दाखेरि भोलिको दिनमा हाम्रो श्रम संस्कृति पार्टी जत्रो ठुलै भए पनि हामी दादागिरी देखाउँदैनौँ। प्लिज, हामी दादागिरी देखाउँदैनौँ है। हामी खरो बोल्छौँ, अन्यायको विरुद्धमा त फेरि खरै बोल्ने हो, तर दादागिरी देखाउँदैन। दादागिरी देखाउँ दलको दादागिरीले गर्दाखेरि मैले अघि भने नि आफै कुटाइ खाने, अनि प्रहरीको गएको चाहिँ आफै थुनिने पर्ने, आफै कुटाइ खाइराखेको छ। किन थुनिनु पर्ने भन्दाखेरि तैँले चाहिँ ठुलो मान्छेलाई चाहिँ औँला देखाउने, तेरो औँला लुकाउँछ कि काट्नु भन्ने खालको चाहिँ राज्य छ। यो सबै दलको कारणले गर्दा हामी दल बनाउँदैछौँ, दलतन्त्रको अन्त्य गर्नलाई बनाउँदैछौँ है। अन्त्य गर्नुपर्छ हामीले दलतन्त्रको। यस्तो एउटा तपाईँको चाहिँ के भन्ने सेक्रिफाइस, यस्तो एउटा चाहिँ तपाईँको होइन सेक्रिफाइस हामीले गर्दैछौँ। त्यसले गर्दाखेरि म सबैजनालाई भन्न चाहन्छु, यो देशमा लोकतन्त्रको उदय गराउनका लागि मैले धेरै पहिला भनेको कुराहरू स्मरण गर्न चाहन्छु। दुई चारवटा कुराहरू बोलेको कुरा निकै भाइरल पनि हुन्छ। यो देशमा लोकतन्त्र आएको छैन है। जुन दिनसम्म गरिब दुखीले सिंहदरबारको तपाईँको चाहिँ पहुँच राख्दैन र सिंहदरबारको सेवा तपाईँको चाहिँ गरिब दुखीको बस्तीमा गफमा होइन, भाषणमा होइन, गफमा र भाषणमा त 20 वर्ष पहिल्यै आइसक्यो, तर व्यवहारमा जबसम्म त्यो कुरा चाहिँ अनुभूत हुँदैन तबसम्म लोकतन्त्र आएको हुँदैन। त्यो लोकतन्त्र ल्याउनका लागि मैले तपाईँहरूलाई बोलाउन आइराखेको छु, उठाउन आइराखेको छु। तर मैले तपाईँहरूलाई गर्न सक्ने भनेको अनुरोध मात्रै हो। तर तपाईँ खुद जानुहुन्छ कि हुन्न, आउनुहुन्छ कि हुन्न भन्ने कुरा मैले जबरजस्ती तपाईँलाई तानेर ल्याउनु मिल्दैन। म सबैजनालाई आह्वान सम्म गर्न चाहन्छु। हामी